नमस्कार, म भुवन न्यौपाने, सम्भव टुर्स एन्ड ट्राभल्सको प्रबन्ध निर्देशक। आजभन्दा 6-7 महिना अगाडि मलाई एउटा इभी किन्ने सोच आयो र त्यही क्रममा मैले चितवनमा रहेका करिब 7-8वटा इभी सोरुमहरू भ्रमण गर्ने निर्णय गरेँ र त्यो क्रममा हाम्रो यो मिलन चोकमा रहेको शङ्कर ग्रुपको जगदम्बा मोटर्स मा छिरेँ र यहाँका शाखा प्रबन्धक ज्यूसँग मेरो भेट भयो र त्यसै क्रममा हाम्रो यो प्रोटोनको इमा 7 भन्ने गाडीलाई टेस्ट ड्राइभ गर्ने निधो गरियो र टेस्ट ड्राइभमा गए पश्चात मलाई यो गाडीको पर्फर्मेन्स अत्यन्तै उत्कृष्ट लाग्यो र विशेषतः यो गाडीमा 160 किलोवाटको मोटर युज गरिएको रहेछ, जुन अत्यन्तै स्मुथ लाग्यो मलाई। अनि सँगसँगै हाम्रो यहाँ सोरुमबाट 8 वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी पनि यसको विशेष रूपमा मलाई आकर्षित र यसलाई चाहिँ अलिकति लोभ्यायो। साथै म ट्राभल व्यवसायी भएको हिसाबले पनि मलाई गाडीहरू हेर्दाखेरि नै भित्री लुक्सहरूदेखि लिएर गएर तपाईँको गाडीको पछाडिपट्टिको स्पेसहरू, यी सबै कुराहरू चाहिँ एकदमै राम्रो हुनुपर्ने, किनकि हाम्रा जति पनि ग्राहकहरू छन् उहाँहरूलाई यो टाइपको गाडीहरू चाहिने र म आफैले पनि यस गाडीलाई लगभग 30-35 हजारको आसपासमा ड्राइभ गर्ने र यात्राकै क्रममा मैले लगभग तपाईँको सुपा देउराली, दाङ, त्यस पछाडि मुक्तिनाथ र पाथिभरासम्मको यात्रा गरेको छु। यो सबै यात्राहरूको क्रममा मलाई यो गाडीबाट कुनै किसिमको समस्या, कुनै किसिमको झन्झटहरू, केही कुराहरू बेहोर्नु परेन र यसको सर्भिसको कुरा गर्दा म सर्भिसप्रति चाहिँ एकदमै सन्तुष्ट छु। सबै कुराहरू एकदम अन टाइममा छ। मेरो सानो एउटा एक्सिडेन्ट भयो र तुरुन्तै मैले पार्ट्स पनि लगभग 5-7 दिनको टाइमभित्रैमा मैले पार्ट्स रिप्लेस गर्न पाएँ र सर्भिसहरूमा चाहिँ मेरो तर्फबाट कुनै किसिमको गुनासो छैन। सायद इभी गाडीहरूमा यतिको फास्ट सर्भिस मेरो बुझाइमा हाम्रो प्रोटोन इमा 7 को नै होला। र अन्य कुरामा अहिले विश्वव्यापी परिवेश र देशको परिस्थितिलाई र अहिले पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिलाई हेर्ने हो भने आज मात्र नभइकन सायद दीर्घकालीन रूपमा पनि इभी गाडी नै सबभन्दा राम्रो विकल्प मैले देख्छु। अन्त्यमा सम्पूर्ण इभी प्रेमी ग्राहकहरूलाई हाम्रो भरतपुरको मिलनचोक स्थित रहेको जगदम्बा मोटर्सको प्रोटोन सोरुममा आएर एकचोटि गाडी टेस्ट ड्राइभ गरी हजुरहरूले भिजिट गरिदिनु होला र मेरो आफ्नो बुझाइ र मेरो 6-7 महिनाको यो गाडीको अनुभवको आधारमा कुरा गर्नुहुन्छ भने या मैले दिएको सजेसनलाई मान्नुहुन्छ भने चाहिँ हजुरहरूले आएर गाडी चेक गरेर बुक नै गर्दा राम्रो हुन्छ, किनकि यसका पर्फर्मेन्सहरू, यसका सबै कुराहरू अत्यन्तै राम्रा छन्।